माननीय सदस्य के भयो? कुन नियम आपत्ति हो? सम्माननीय सभामुख महोदय, मान्यज्यूले अगाडि आफ्नो छलफलको क्रममा आफ्नो कुराहरू राख्दै गर्दा धेरै कुराहरू यहाँ प्रस्तुत गर्नुभएको छ, जसले गर्दाखेरि यो संसदीय मर्यादा जुन संसदमा अभ्यास गरिँदै गर्दाखेरि बोल्नुपर्ने कुराहरू धेरै त्यो आपत्तिजनक कुराहरू आएका छन्, जसको कारणले गर्दाखेरि मैले नियम आपत्ति गर्दैछु। केही उदाहरणहरू म प्रस्तुत गर्न चाहन्छु। उहाँले बोल्दै गर्दाखेरि एउटा यो जमातलाई एउटा जुन यो सम्मानित सदन छ, सम्मानित सदनमा एउटा सार्वभौम जनताको मताधिकार प्रयोग भएको त्यो मताधिकार लिएर हामी निर्वाचित भएर आएका छौँ, तर निर्वाचित भएर आएको एउटा चाहिँ जुन सार्वभौम संसद छ, सार्वभौम संसदलाई उहाँले अराजक जमातको भिड भनेर यो संसदीय मर्यादा र यो संसदकै अपमान गर्नुभएको छ। त्यस कारणले गर्दाखेरि यो अत्यन्तै आपत्तिजनक छ। त्यस्तै गरी उहाँले बोल्दै गर्दा निरन्तर नेपाली सेनालाई, जुन सम्मानित एउटा नेपाली सेना छ, त्यो नेपाली सेनालाई पनि विरोधमा एउटा विवादमा ल्याउने गरेर अभिव्यक्तिहरू दिनुभएको छ। त्यस्तै गरी उहाँले बोल्दै गर्दाखेरि एउटा पार्टीदेखि अर्को पार्टीलाई सम्मान गर्नुपर्ने एउटा चाहिँ संसदीय जुन आचरण छ, त्यो आचरण विपरीत गई कथित नीलो क्रान्ति, रासोपाको अधिनायकवाद जस्ता शब्दहरू प्रयोग गर्नुभएको छ, जसको कारणले गर्दाखेरि एउटा संसदीय गरिमा, संसदीय मर्यादामा उहाँले आक्रमण गर्नुभएको हिसाबले गर्दाखेरि पनि उहाँको चाहिँ यो उहाँले बोल्दै गर्दाखेरि जति पनि समय व्यतीत गर्नुभएको छ, उहाँले सदनको रोस्टममा उभिएर जे जति बोल्नुभएको छ, त्यो बोलेका सम्पूर्ण कुराहरू यो संसदको रेकर्डबाट हटाइयोस्। सम्माननीय सभामुख महोदय, यस गरिमामय सदनमा सरकारको आलोचना गर्ने क्रममा विश्व इतिहासकै अत्यन्त घृणित, अमानवीय र संवेदनशील विषय हिटलर तथा ग्यास च्याम्बर जस्ता विषयसँग तुलना गरिएको अभिव्यक्तिप्रति म गम्भीर निमावती जनाउन चाहन्छु। यस्तो तुलना केवल असंसदीय मात्र होइन, लाखौँ निर्दोष मानवमाथि भएको ऐतिहासिक नरसंहारप्रति असंवेदनशील र अपमानजनक पनि छ। संसद जस्तो गरिमामय स्थलमा प्रयोग हुने भाषा मर्यादित, जिम्मेवार र तथ्यमा आधारित हुनुपर्दछ। अतः उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाई सम्बन्धित माननीय सदस्यलाई आफ्नो भनाइ फिर्ता लिन निर्देशन गरियोस् भन्ने माग गर्दछु। धन्यवाद। अघिल्लो वक्ता माननीय ज्यूद्वारा व्यक्त गरिएको नेपाली सेनाबारेको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, त्यो राष्ट्रिय मनोबलमाथिको प्रहार हो र उहाँबाट यो निरन्तर भइरहेको छ। त्यसमा म खेद प्रकट गर्न चाहन्छु। यस्तो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन स्पष्ट माग राख्दछु। नेपाली सेना कुनै दल, गुट वा विचारको संस्था होइन। यो गोर्खाली इतिहास, राष्ट्रिय स्वाभिमान र सार्वभौम नेपालको अस्तित्वसँग जोडिएको राष्ट्रिय शक्ति हो। त्यसैले सैनिक सङ्गठनमाथि पूर्वाग्रह, प्रतिशोध वा राजनीतिक कुण्ठाबाट प्रेरित अभिव्यक्ति दिनु केवल गैर जिम्मेवार मात्र होइन, राष्ट्रप्रति असंवेदनशील व्यवहार पनि हो। यसको म विशेष ध्यान आकर्षण गरेर उहाँले 2 पटक राखिसक्नुभएका सेनाप्रतिको अभिव्यक्तिलाई अभिलेखबाट हटाउनको लागि अनुरोध गर्न चाहन्छु। र साथै उहाँ सत्ता पक्षबाट आएको अभिव्यक्तिमा 25 मिनट बोल्ने क्रममा मान्य सदस्यले त्यसकारण आज लाज पनि लगाएको छ, यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी प्रतिपक्षमा रहेर आवाज उठाउँदै गर्दा जनताले नजिकबाट निहालेको छन् भन्ने अभिव्यक्ति दिनुभएको छ। उक्त अभिव्यक्ति संसदीय मर्यादा र सभाको गरिमासँग मेल नखाने भएकाले यसलाई संसदको रेकर्डबाट हटाइयोस् भन्ने मेरो माग छ। साथै माननीय सदस्यलाई भविष्यमा संसदीय मर्यादा, शिष्टता र सभाको गरिमा कायम राख्दै आफ्ना अभिव्यक्ति प्रस्तुत गर्न सभा मार्फत सचेत गराइयोस् भन्ने सभामुखप्रति निवेदन गर्न चाहन्छु। धन्यवाद।